र अब अहिले भर्खरै हामी साफ च्याम्पियनसिप खेलेर आएका छौँ होइन त्यो हिसाबले चाहिँ साफ च्याम्पियनसिपमा त्यति सोचे जस्तो रिजल्ट आएन समग्रमा एज अ क्याप्टेन टुर्नामेन्ट कस्तो भयो साफ हाम्रो लागि समग्रमा हेर्ने भने चाहिँ गेम चाहिँ एकदमै राम्रो भइरहेको नै थियो तर अब हामीसँग साम्बा सविता थिएन होइन त्यसले गर्दाखेरि नै हामीलाई चाहिँ अलिकति धक्का चाहिँ परि नै रहेको थियो त्यही पनि गेम भनेको त अब एज अ टिम नै खेल्ने हो नि त अनि त्यही भएर चाहिँ सबैजनाले राम्रै खेलि नै रहनु पनि भएको थियो अब हामी जस च्याम्पियन बन्छौँ भनेरै गएको पनि थियौँ र हामी मेन्टली डिस्टर्ब पनि थियौँ कि अब यो गेम हुन्छ कि हुँदैन भन्ने कुराहरू पनि चलिरहेको थियो ब्यान्ड हुन्छ कि भन्ने कुराहरू पनि थियो तर पनि अब यो सबै कुराहरू साइडमा राखेर चाहिँ हामी अघि बढी नै रहेको थियौँ तर अब जुन सेमी फाइनलमा चाहिँ हामी बङ्गलादेशसँग चाहिँ हार्न पुग्यौँ होइन त्यो चाहिँ अब हाम्रो लागि चाहिँ एकदमै नराम्रो झड्का पनि भयो र फुटबल फ्यान्सहरूको लागि पनि एकदमै नरमाइलो क्षण भयो तर मलाई लाग्छ सबै कुराको टाइमिङ नै आउँछ जस्तो लाग्छ होइन हरेक कुराको अब सायद यो टाइम नभए पनि नेक्स्ट टाइम चाहिँ सायद हाम्रो लागि आउन सक्छ जस्तो लाग्छ मलाई चाहिँ हामी बााउन्स ब्याक हुन सक्छौँ होइन हजुर पक्कै पनि बाउन्स ब्याक चाहिँ हुन सक्छौँ हामीले राम्रो गर्नुपर्छ भने चाहिँ सबैमा चाहिँ मेन्टली हाई नै थियौँ हामी सबैजना अब टिममा जो भए पनि नभए पनि खेल्ने यतिले नै हो भनेर चाहिँ हामी अब अगाडि बढी नै रहेको थियौँ होइन अब जस स्कोरिङ लाइनमा अलिकति प्रब्लम देखियो अब हाम्रो पनि अब प्रब्लम देखियो होइन त्यसले गर्दाखेरि चाहिँ अलिकति रिजल्ट चाहिँ भनेको जस्तो दिन चाहिँ सकेनौँ कहाँनिर ल्याक भयौँ यो पटक हामी जस्तो लाग्छ फर्स्टमा त अब भन्नै पर्दाखेरि एज अ गोलकिपर अब जुन अब लास्ट टाइम पनि सेम अब ऋतु चकमाबाटै अब जुन प्रहार भएको थियो होइन सेम अब फेरि पनि त्यो चाहिँ दोहोऱ्याउनु हुँदैन भनेर जुन अब हामीले सोचेर लागिरहेको थियौँ तर फेरि पनि त्यो एउटा मिस्टेकले गर्दाखेरि एकछिन गेमै चेन्ज भयो अनि त्यसपछि फेरि अब सेकेन्ड हाफमा पनि हामीले जस राम्रो पर्फर्मेन्स दिइरहेको थियौँ अब कति अब रेखाको गोल हुनुपर्ने प्रीतिको गोल हुनुपर्ने अब सरुको गोल हुनुपर्नेहरू कति चान्सेसहरू हामीले गुमायौँ होइन मलाई लाग्छ अब हामीले इफोर्ट त दिएको नै हो होइन अब 90 मिनट्समा मिस्टेक त भइ नै हाल्छ त्यही पनि अब त्यो मिस्टेकलाई साइडमा राखेर हामी अझै अगाडि बढी नै रहेको थियौँ तर हामीले भनेको जस्तो रिजल्ट दिन सकेनौँ होइन त्यही पनि अब आशा छ हाम्रो आउने जेनेरेसनहरूले पनि पक्कै राम्रो गर्दै जानेछ र हामी जबसम्म छौँ हामी पनि अब राम्रो नै गर्नेछौँ होइन अब सबै कुरा भने नि अब टाइमिङ हो साइड टाइमिङ नै आएपछि चाहिँ हजुर हुन्छ होला यो सँगसँगै यो एसियन गेम्समा हामी चाहिँ एसियाको 16 वरियताभित्र पर्दा पनि हामी फुटबललाई चाहिँ सहभागी नहुने कि भन्ने कुरा जस्तो सुनिरहेछ अलमोस्ट भोलि फाइनल हुन्छ र अहिले चाहिँ फुटबल टिम नजाने जस्तै यस विषयमा के भन्नुहुन्छ एज अ क्याप्टेन अब हामीलाई त जति टुर्नामेन्ट भयो त्यति नै राम्रो हो अब फेरि जुन कुराले हामीलाई अलिकति ब्याक परिरहेको थियौँ जस्तै हिजो साफ हुन्छ कि हुँदैन भन्ने कुरामा अन्यलमा थियौँ सबैजना डिप्रेस पनि भइरहेको थियो मैले स्ट्याटसहरू पनि लेखिरहेको थिएँ होइन जुन मैले मन्त्रालयमा मैले डाइरेक्ट निवेदन पनि पेस गरेको थिएँ अब त्यही निवेदनले गर्दाखेरि पनि सायद साफ खेल्न पाएको थियौँ हामीले होइन तर जहाँसम्म लाग्छ अहिलेको गभर्मेन्टहरू एकदमै पोजिटिभ नै हुनुहुन्छ अब खेलकुद परिषदहरूमा पनि पोजिटिभ नै हुनुहुन्छ पक्कै पनि उहाँहरूले चाहिँ केही न केही चाहिँ यसको चाहिँ क्लु चाहिँ निकाल्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ